Hello everyone. हुनेवाला नेपाल बिहा गर्न जाने फेरि ट्रलमा आयो तिमी त अब हरायो भने यही भिडियोबाट उहाँ चाहिँ हराउनु भएको छ कसैले देख्नु भएको छ अनि सम्पर्क फोटोको लागि हेलो गाइस वेलकम टु माई च्यानल तपाईहरुलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ आज पनि डे आउट हो हामीहरुको बाहिर निस्किन लागेको साथी म यहाँ अहिले चाहिँ हामी बस स्टेसनमा हो भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला है कहाँ कहाँ जान्छौँ भनेर आज चाहिँ अनप्लान हो हामीहरुको चाहिँ त्यति साह्रो प्लान छैन ती बाहिर डुल्ने भन्ने छ के गर्छौँ चाहिँ देखाउँछु त्यही हो हेरिदिनु अनि भिडियोलाई माथि लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला अहिले चाहिँ मेरो साथी नेपालबाट आएको ऊ चाहिँ भर्खर है त्यो फर्स्ट भ्लगमा हेर्नुभएको थियो होला अनि हामी तीनजनाको फोटो थियो नि त अनि त्यसपछि अर्को भिडियोमा उसलाई देख्नु भएको थिएन होला किनभने ऊ नेपाल गएको थियो अहिले चाहिँ आउनुभएको छ है अहिले चाहिँ हामी लिद्रा आएको छौँ साथी र म चाहिँ यहाँ बसेको कुरेको है साथीलाई साथी चाहिँ आउँदैछ अहिले उसको बुढीले लिएर आइदिँदैछ लिद्रामा अहिले चाहिँ आजबाट टाइम चेन्ज भयो फेरि पहिला 4 घन्टा नेपालको 4 घन्टा र यहाँ फरक हुन्थ्यो 4 घन्टाको अहिले चाहिँ फेरि आजबाट 3 घन्टाको फरक भएको छ यहाँबाट धोती है धोती नेपाल जानेवाला यिनी हो आज लास्ट भेट हो हाम्रो उसको केटाले पठाइदिएको नि बजैले लिएर आइदिएको पुरै मोटी भएछ झन् कस्तो मोटा हो के हेरिरा हो कपाल हेर्नु न या फेरि कसैको राम राम भिडियो बनाइरा हो हेलो नमस्ते पछाडि गएर सलद ठोकले पछाडि गएर अहिले चाहिँ हामी भित्रको गल्ली हिँड्छौँ तीनजना इडियटहरू ऐना नि हेरौँ न त्यहाँ तपाईँकोमा राम्रो आउँछ क्या ऐना हेरेर भइसकेछ ऐना नि अहिले चाहिँ यो गल्लीमा हिँड्दैछौँ हामी चाहिँ तर आज चाहिँ सबै पसलहरू बन्द रहेछ छिटो आएछ के हो र दुईटा हिरोनीहरू किन लास्ट चाहिँ हामी तीनजना चाहिँ आज लास्ट हो हामी तीनजना अब नेपालमा भेट्यो भने भेट्यो निधार यत्रो छ भने भेट्यो निधार यत्रो छ भने चाहिँ भेट्यो नत्र भेटेन अब के गर्ने ओहो त्यस्तो भइदियो त मेरो कपाल आज मेरो कपाल कस्तो भएको छ त्यस्तो होइन त्यस्तो होइन सम्झना बाँकी छ हाम्रा साथ सधैँभरको हुनेवाला बेहुली हुनेवाला नेपाल बिहा गर्न जाने फेरि ट्रलमा आयो तिमी त अब नयाँ त्यो हालेर कभर हालेर मेरो कभर कस्तो छ भनिदिनु होला मेरो अनुहार देखेको है त्यहाँ सुन्नु न हामी यहाँ बसेर घुमौँ न चाहिँ वासरुम जानु लाग्यो हामी कस्तो गर्मी भयो यहाँ घुम्नुपर्छ है ल मलाई घुमाइदिनु सबैजना घुम्नुपर्छ अस्ति नै अनि त्यो बच्चा केटीहरू आज दिदीहरू हुनुहुन्न सबै उस्तै केटीहरू भेट भयो अब इन्डियन रेस्टुरेन्टमा खाना खान जानु लागेको कस्तो मिठो हुन्छ देखाउँछु म चाहिँ त्यहाँ गएर
भ्लगका रानीहरू एउटाले एउटा कपी गर तिमीहरू अरू चाहिँ कपाल चाहिँ ल त पछाडिबाट खिच्दो अरू चाहिँ होइन आज प्रशंसाको कपाल चाहिँ बबाल राम्रो भएको छ है एउटा बाउ लगाइसक्यो यहाँ ल भयो धेरै नखिचौँ म त त्यो भोक लाग्यो भोक बादो म चाहिँ चस्मा लगाएर हिँड्यो भन्ला आँखा दुखेर है यस्तो घाममा त लाउनै पर्छ त्यही आफू चाहिँ नलाइ हुन्न फेरि आफू त अन्धासँग अध्यक्ष हो लागेन भने त कहाँ भन्दै खोज्नुपर्छ त घाममा हिँडेको कति राम्रो कता हरेको गल्ली ए उताबाट भित्र है त्यो मान्छेको टाउकोबाट कति धेरै उस्तै यस्तो केटी भएको आज दिदीहरूलाई धेरै मिस गरेको छौँ आज कति रहेछ हौ कति रहेछ त्यो जोसिला ज्योति उयो लैजाऊ कसलाई धेरै भएको हौ के भन्छ कि पेन्टी देखेर कतिको साथीहरू गाउँ पर्ने इधर इधर चलो इधर से बहन नीचे चलो नीचे पीछे देखो पीछे रुको रुको पीछे पीछे पिकाचू नेपाली हो इन्डियामा बसेको नेपाली बोल्न आयो खाना खाना रेस्टुरेन्टमा नम्बर पनि छ चाहिएमा मेरो युरोको पाउडर किन जनसन बेबीको पाउडर थप छ खाना खाएर हिँड्यौँ अब चाहिँ हामी मेरो कपालको कति तारिफ गरेको के हजुर अनि लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्नु पर्यो माइ च्यानल युट्युबमा जाने अनि प्रशंसा राणा एडमी हजुर अनि मेरो ड्रेस लगाएको फोटो छ त्यसलाई क्याप्चर गर्दा म मगर ड्रेस लाग्छु गर्ने अनि अरूलाई नि लाइक गर्न लगाउने अहिलेसम्म आफ्नो साथी के हो भने नि थाहा छैन मगर मगर मात्रै भन्छ नि त तिमीले राधा मगर लेखेको छौ पहिला प्रशंसा राणा मगर थियो त प्रो हेरेको त्यो त फालिसक्यो अनि बिर्स्यो यहाँ जुत्ता कुन चाहिँले गुल्जेर घाँस खाएर हैरान जुत्ताले पनि
खाना दिएन तिमीले होला जान्छ तपाईँको जान्छ त्यो घाँस हो कि अनि कलर बस्छ भनेर नि वाइट बस्दैन मेरो नि बस्दैन तपाईँको नि बस्दैन जान्छ हिँड्न पर्यो के अरे त्यो पानी परेको बेलामा हुन्छ नि नेपालमा होइन प्लास्टिक लगाउँछ नि हो त्यस्तो हरायो भने म त खोज्दिनँ है हामी जिम्मेवारी होइन अनि तिमीहरू हरायो भने हामी जिम्मेवारी छैन अनि तिमीहरू हरायो भने हामी जिम्मेवारी छैन हरायो भने यही भिडियोबाट उहाँ चाहिँ हराउनु भएको छ कसैले देख्नु भएको छ अनि सम्पर्क फोटोको लागि आज त ग्रुपमा त बब्बाल छ त सबैजना अन्त नि पुरै केटीहरू आएछ त आज अरू बेलामा सबैजना दिदीहरू भेटिहाल्छ नि नजिकै हो यहाँबाट सिधै बोकेर माओवादी पहिला माओवादी भन्दा हाम्रो यहाँ आएर चाहिँ माओवादी भागेर म माउदी जस्तो दिन्छु फेरि आवाज पनि त्यस्तै मेरो साथी मेरो साथी यहाँ ल है नेपाल जाने साथीहरूले जम्पसुट किनेर जारा खोजिदिनेको जारा नभेटेर हैरान म त्यो जारा भेटेन र जारा उडेर गए जस्तो आइसक्यो ऊ यसमा फोटो खिचाउँदा दिदी र त्यहाँ कपडा किनेनन् भने यिनीहरूले मैले यिनीहरूलाई बाहिर निस्केर धोबी धुलाइदिने हो लु वेलकम टु जारा आउनु न फाइनली लास्टमा फेरि 3 जना मात्रै रह्यो सबैजना गयो है यत्रो पाइयो र फेरि हामी साइप्रस मल जानु परेन हामी चाहिँ साइप्रस मल जाने प्लान थियो 3 जना फेरि पैसा नि बच्यो हाम्रो पाइयो यत्रो चक्लेट नेपाल जाने भनेर चक्लेट चाहिँ नेपाल जाने भनेर खोजेको थियो हामीले रफेलो यहीँ पाइयो राम्रो छ राम्रो छ किन नहाल्ने किसने बोला अस्ति नै ज्योतिलाई मैले त्यहाँ लिद्रातिर पनि पाउँछ होला भनेको त्यही एउटा ग्रिन टी हो कि दिदी छैन कि त्यहाँ अरे अस्ति नै हामी त्यो दिदीहरूसँग अहिले नै हामी हिँड्नलाई भन्थ्यौँ माया नसोधेको आज नि त कहाँ देखेको त्यो सोधा नभएको अनि फोटोको त सबै नम्बर हो एक दुई तिन चार सबै कहाँ त त्यस्तो लागिरहेको लगेज नि पायो चक्लेट नि पायो सबै पायो बोकेर हिँडेछ 3 जना मात्रै छौँ अघि त्यत्रो जना हुँदाखेरि एउटा थिएन हाम्रो सामान अहिले सबैको दिदीहरू आएर भारी बोक्थे आज त हामी आएर भारी बोक्नु पर्यो यो सब ज्योतिको भारी हो हाम्रो त छैन लास्ट है यो चाहिँ मेरो त्यही हो भ्लग एन्ड गरेको थिएन अहिले चाहिँ म कोठामा आएँ है अति गर्मी भएछ क्या अनि त्यही हो अनि त्यही यति समय हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद पछि अरू भिडियो नि हाल्नेछु हेरिदिनु होला अनि सपोर्ट गरिदिनु होला अनि भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला ल सी यू नेक्स्ट भ्लग गाइज बाइ बाइ